डेब्यू 9 अप्रिल 2025 कतार विरुद्ध भएको थियो र यसैगरी उनको ओडिआईको डेब्यू हेर्नुहुन्छ भने 10 जुन 2025 नेदरल्यान्ड विरुद्ध भएको थियो र उनको अब हामी कुरा गर्नेछौँ प्रमुख प्रदर्शन। टी20 अन्तर्राष्ट्रियमा उनले 4 खेल खेलेर 6 विकेट लिएका छन् र यसैगरी उनले ओडिआईमा 1 खेल खेलेर 3 विकेट लिएका छन्। अब भने हामी यादवको घरेलु क्रिकेट र फ्रेन्चाइजको अनुभवको कुरा गर्नेछौँ। नेपाल प्रिमियर लिग कर्णाली याक्सले रु 11 लाखमा अनुबन्धन गरेको थियो र यसैगरी उनले एभरेस्ट प्रिमियर लिग EPL पोखरा राइनोसबाट उनले खेलेका थिए र यसैगरी उनले प्रधानमन्त्री कप 2022 मा बागमती प्रदेशका लागि उत्कृष्ट प्रदर्शन 4 खेलमा 6 विकेट लिएका थिए र यसैगरी जय ट्रफी 2025 मा नेपाल पुलिस क्लब तर्फद्वारा ब्याट र बल